अब हाम्रो चाहिँ गुफाको प्रवेशमा होइन टक्क म पनि भिडियो बनाउँदैछु है। अब हामी छिर्दैछौँ। हजुर यहाँ तपाईँ हाम्रो ओली सर आउँदै हुनुहुन्छ यहाँ मान्छे देखिँदैन। यो चाहिँ ल हेर्नु यो चाहिँ पानी नै छ है। पानी गहिरो 6 मिटर माथि छ। राम्रो छ उयो हेर्नु टक्क उयो त्यो ठ्याक्कसँगले त्यसलाई चाहिँ यस्तो के भन्नु हाम्रो गुम्बा स्टाइलको टक्क छ है। अनि मान्छेहरू आएर अर्को आउने जाने क्रम छ कि त्यही भएर अलिकति देखिँदैन। यो साइडमा भयो नि यो साइडमा हेर्नु यो धेरै गहिरो छ कि उता कहाँसम्म त देखिएको छैन यो। आउने हो यो उसले नै खिच्दै खिच्दैन हामी गएको है मलाई गुफा यो चाहिँ माथि यो चाहिँ ढुङ्गा सुङ्गा झर्छ भनेर होला होइन। तपाईँको यो जाली लगाइदिएछ। चढ्ने भर्याङ पनि छ त्यहाँ निस्किने हो कि क्या सायद। अहिले म माथि गएँ भने त्यहाँ गएँ भने त्यहाँ पनि हजुर यो चाहिँ गुफा है मेन गुफा है। आमा गुफा त यस्तो दामी गुफा छ कि के भन्ने। मैले नेपालमा नि यतिको गुफाहरू देखेको छैन है। फेरि हाम्रो पाहाडमा भयो होइन भयो पनि सुरु रहेछ। यहाँबाट चाहिँ अब हामी अर्को गुफा चढ्दैछौँ। अर्को अरूको देखाएको ठाउँमा हो यो। अनि चाहिँ अब हामी यसरी चढ्दैछौँ भर्याङ है। यो गुफै हो यो बनाएको होइन नि। यो चाहिँ हालेको हो तर ओरिजिनल गुफा हो यो। नेचुरली नै त्यस्तो हो देखिँदैन होइन गुफा हो यो। हिँडेको होइन गरेको 10 मिनट लागिसक्यो है यो। ल हेर्नु यार गुफा कस्तो गुफाको माथिल्लोबाट तल लाइटिङ देखिरहेको नि। हामी अघि देखाएको तलबाट झरेर आउँदैछौँ हामी। आउनलाई चाहिँ 1-2जना मात्र हट्ने भरौँ। ल हेर्नु स्वर्गमा पुगे जस्तो अनुभव भइरहेको यार मलाई। यो चाहिँ फ्ल्यास पनि बल्दैन ल कस्तो छ ल। यति मुनि छ ल भन्नु ल हेर्नु यो तपाईँ हामीले तल त लाइटिङ भएको लगभग कम्तीमा नि यहाँ हामी 20देखि 40 मिटर माथि छौँ हामी टपमा आयो। त्यो भुइँदेखि है तल हामी ल हेर्नु यस्तो दामी छ। हाम्रो ओली सरले लाइट बालिदिनु भयो है। हो ल भिडियो बनाउनु होला। मैले नि भिडियो बनाइरहेको छ ल हेर्नुहोस् यो यस्तो तपाईँको यो यति राम्रो छ त नाम्रो आँखाले हेर्दा यस्तो राम्रो देखिएको छ। अब क्यामेराले मैले खिच्न सकेँ। ल हेर्नुहोस् यो चाहिँ म एकदम खुसी भएँ। यो एकचोटि आउनै पर्ने ठाउँ रहेछ सन्जारको। यहाँ यस्तो भयो मन यस्तो भइसक्यो कि मेरो। एउटै भिडियो बनाउनु भएको किन काटेर बनाउनु न होइन यो मैले यसलाई चाहिँ यो मैले मेमोरीको लागि यस्तो दामी त मैले त म के अब कसरी बढाउनु मेरो फोटो खिच्दिनु न
फोटो खिचिदिउँ न यस्तो राम्रो मैले अहिलेसम्म हजुर यस्तो छ त अब आमा यो त गुफा पनि कति लामो हो यो गुफा चाहिँ मलाई साह्रै मनपर्छ आई लाइक इट हुन्छ होइन यस्तो छ त तपाईँ ल म त ल हेर्नु यो गुफा है गुफा हामी लगभग 100 मिटर माथि 50 मिटर माथि आइसक्यौँ तलबाट अब फेरि हामी झर्ने कार्यक्रम रहेछ त्यसपछि म आफैलाई फोटो पनि बनाउने छ यस्तो छ ल अब फेरि हामी तल झर्दै स्वर्गको यो यहाँबाट स्वर्गको यो चाहिँ एउटा द्वार हो स्वर्गमा छिरेको हुन्छ नि त्यस्तो भइरहेको ल हुन्छ ल हेर्नुहोस् त यार गुफा यार यो गुफामा चाहिँ क्या दामी छ यस्तोमा कसम होला यार यो हेर्नु न यो कस्तो छ यार बुटा यार स्वर्गमा स्वर्ग जस्तै छ यार कसम हेर्नुहोस् त रुख हेर्नु न उ यहाँ खोइ ए लाइट होइन अरे ऊ यो रुख के ए साँच्चै ठ्याक्कै रुख जस्तो रहेछ लाइट फोटो खिच्नु न फोटो यस्तो दामी ल हो र हेर्नु कस्तो दामी हो यार त्यो यार आम्मामा माथि यार मामाले मिस गर्नुभयो यार यो चिज चाहिँ यार यस्तो दामी छ यो यस्तो छ के भन्नु कसरी तारिफ गरेर साध्य हुन्छ यार स्वर्ग पुगे जस्तो अनुभव भइरह्यो यो त हामीलाई हजुर हामी यहाँ आइसक्यौँ क्या यहाँबाट यहाँ आइसक्यौँ यो चाहिँ हामी अहिले आएको ठाउँ कहाँनिर यहाँबाट इन्ट्री यहाँ चाहिँ अब सुलकुक वाउ हामी अहिले हामी गुफाभित्रै छौँ लगभग हामी फेरि त्यो हामी गुफाको चाहिँ माथि साइड आइरहेछौँ है फेरि हामी त मुनिबाट चाहिँ फेरि मुनिबाट एउटा साइडबाट फेरि अर्को साइडमा चाहिँ हामी यहाँ चाहिँ ल अब यहाँ चाहिँ हामी अलिकति होसियार छ निहुरेर छिर्नुपर्ने हुँदो रहेछ होइन वाउ दामी हामीले गुफाको टुप्पा छौँ टपमा छौँ अब फेरि हामी
टपबाट चाहिँ फेरि हामी झर्दैछौँ है त हामी टपक म डराइरहेको छु एक्लै चाहिँ आउन सकिने होइन ल हामी यहाँबाट यस्तो तलसम्म झर्दैछ बाफ्रे बाफ यो ल हेर्नुहोस् यस्तो यस्तो सबै यो के हो थाहा छैन ठ्याक्कै रुखै ठ्याक्कै है त्यसको रुखै भएको होइन त्यो फोटोहरू मलाई दिनु ल भरे ल हेर्नुहोस् यहाँ ल हेर्नुहोस् यस्तो छ अब यहाँ लाइट चाहिँ बाल्न पाइँदैन अरे अनि ठिकै छ यो चट्टानै चट्टान है मैले त्यसरी थिचेँ भने मैले कोट्याएँ पनि यो चाहिँ अब थाहा भएन यो चाहिँ चट्टान हो के हो थाहा भएन अनि ल हेर्नुहोस् तल यसरी झर्दैछौँ ल यो चाहिँ झर्ने ठाउँ रहेछ है गुफाको हामी मेन माथिबाट